सम्पूर्णमा नमस्कार। आज हाम्रो कुल्यान मन्दिरमा कुल्यानको पूजा हुँदैछ र हाम्रो आज बुद्ध जयन्तीको दिन यो वार्षिक पूजा गर्ने हाम्रो कुल्यान पूजा छ। सबैजनाले हेरिदिनु होला। ल हाम्रो उपमन्यु कुल मन्दिर यो खहरेमाथि सबैजनालाई हेरिदिनु होला हाम्रो कुल्यान मन्दिर। ल सरलाई नमस्कार। ल आज हाम्रो सर यहाँ पूजाको लागि वार्षिक आउनुहुन्छ, एकदम खुसी लाग्छ। ल यहाँ हाम्रो खिर पनि पाक्दैछ। हजुर ए ल ल ल यसरी यहाँ खिर पनि पाकिरहेको छ। हाम्रो प्रसाद भनेको खिर फलफुल पुवा हुन्छ। हाम्रो पूजामा हामी कहिले पनि मासु चाहिँ काट्ने चलन हुँदैन ढकालको। ल हजुरलाई नि नमस्कार। हजुर कहाँबाट आउनु अरे? ए हजुर ए ल उहाँ लेखनाथदेखि आउनुभएको छ। हजुरलाई नि नमस्कार। हजुर कहाँबाट आउनुभयो? म फुलबारी 11 फुलबारीबाट। मेरो नाम श्रीप्रसाद ढकाल हो। हजुर म 4-5 वर्ष यति भयो यहाँ आइरहनुहुन्छ। ग्याप भयो। हजुर के अब उपस्थित हुन पाइएन। साह्रै खुसी लाग्छ। सबैलाई मैले हाम्रो दाजुभाइ खलाको लागि पनि प्रचार गरिराखेको छु। यहाँ सबैले बोलाउनु पर्छ। हजुर हजुर सकेसँग यहाँ सम्पर्क भएछ हामीले यहाँ आउनको लागि अनुरोध गर्छौँ। उपमान्य गोत्रका भनेको नै ऋषिका सन्तानहरू हामीहरू। हजुर त्यसको लागि धेरै धेरै हौसला दिएर वर्ष दिनमा एकपल्ट सबै साथीहरू भेटघाट हामी हुन्छ। ढकालहरू बन्धुहरू हजुर भेटघाट हुनुपर्छ। हजुर मेरो धारणा। हजुर धन्यवाद हजुरलाई। ल मन्दिर हाम्रो ढकाल मन्दिर यो कुल मन्दिर यस्तो छ। ल हाम्रो आज ढकाल बन्धुहरूको भेटघाट हुने र यो कुल्यानको पूजाले गर्दा भेटघाट हुने अवसर हुन्छ। सबैजनालाई नमस्कार। ल सानीमालाई नमस्कार। ल दिदीलाई नमस्कार। ल रामजीलाई नमस्ते। सबैको राम्रो होस्, सबैको फुल होस् फल होस्। हजुर सब ढकाल बन्धुहरू बढी हुँदै जाउन्, अलि बढ्दै बढ्दै जाउन्। आगो बढाउँ पनि यस्तै होस्। आगो बढाउने ढकालका छोरा नातिनी सबैको प्रगति हुनु पर्यो। छोरा छोरी नाति पलाती पलातिनी सबैको हुनु पर्यो। हुनु पर्यो हो। गरिरहन पाइयोस्। धन्यवाद। ल ल हजुर चाहिँ कहाँबाट आउनुभएको अरे भन्नु त, नाम भन्नु त। म ड्यामसाइडबाट आकी। हजुर फुलको पूजा आज यहाँ आश्रम गर्न आएको। सबै फल्ने फुल्ने हुन्। हजुर अब निर्मलाले नि सुन है, हजुर तिम्रो भाग्नी देउरानी जेठानी सबैले गरिदिएछन् पूजा। हो ल उहाँलाई पनि सुन्ने अवसर छ है यहाँ। ल ल ल ल हाम्रो यहाँ कुल मन्दिरमा आज त्यहाँ विदेशमा हुन्छ सबैले सुन। हाम्रो घरमा देश सुन। अब मेरो परिवारले सुन, अनि निर्मलाका परिवारले सुन। तिमीहरूको भाग सबै देउरानी जेठानी आएर फुलपत्र सबै चढाइदिए है निर्मला। ल ल निर्मलालाई हो। ए ल अमेरिकाबाट हेरिराख भन्नु पर्यो। हजुर ल ए हाम्रो अहिले यस्तो यो होमन गर्ने एउटा चौको र यो टस हालेर अहिले यो नयाँ बनाइएको छ यहाँ। ल काकीलाई के भन्नु छ कि?
केही भन्नु छैन मलाई त आज खुसी लाग्यो हाम्रो ढकालको पुल पूजा छ अब वर्षको दिनमा वर्षमा यसरी भेट हुन्छ यो भेट भएको अनुसार त हामी यहाँ खुसियाली आज एकदम हर्ष भएको छ हर्षित छौँ दिदीलाई केही छ कि एकदम राम्रो खुसी अहिले यस्तो तगडा भएर आउन पाइन् कुलको थाना राम्रो भेटघाट हुन पाइएछ राम्रो होस् त्यही दाई गणेश दाई ल भन्नु न के ल आज पूर्णिमा बुद्ध जयन्ती त्यसकारण चाहिँ हाम्रो ढकाल बन्धुहरूको चाहिँ पूर्णिमाको दिन बुद्ध जयन्तीको दिनमा पूजा गर्ने चलन पुरानो चलन भएको हुनाले हामीले पनि आज यो पोखरा विशेष गरी भइदान तर पोखरामा भएका सम्पूर्ण ढकाल बन्धुहरूलाई बोलाएर हामीले चाहिँ यो फुल पूजा गर्न आएका छौँ र फुल पूजा सुरु पनि भइसकेको छ यो हाम्रो ठेगाना पोखरा महानगरपालिका वडा नम्बर 18 को 20 मा पर्छ र मूल बाटोबाट करिब 250 मिटर माथि यो ढकालको चाहिँ गुटीको जग्गामा चाहिँ निर्माण भएको मन्दिरमा हाम्रो पूजा हुँदैछ भइरहेछ यसको लागि चाहिँ अब हामी सबै लागेका छौँ सबै दाजुभाइ आउनुहुन्छ सबैलाई शुभकामना सबैलाई चाहिँ छुटेको दाजुभाइ पनि आउनु हार्दिक अनुरोध गर्दै हाम्रो कार्यक्रम सुरु गर्छौँ ल यो वर्ष आउन नपाउनु भएकोले नि जानकारी पाउनुभयो भने आउनु होला अर्को वर्ष सधैँ हाम्रो प्रत्येक वर्ष बुद्ध जयन्तीको दिन हाम्रो पूजा हुन्छ ल केही भन्नु छ नाम त भन्नु न हाल हामी मन्नु फुल पूजामा सरिक भएका छौँ छुट्नु भएका विदेश रहनुभएका सम्पूर्णलाई आगामी वर्षमा आउनु होला त्यो हाम्रो फलो हो यसमा सरिक हुन सबैमा अनुरोध गर्दछु हस् धन्यवाद अब हजुर नि बोल्नु नि के नमस्कार नमस्कार फुल मन्दिरमा छौँ हामी ढकाल बन्धुहरूको फुल पूजा मन्दिर हजुर विगत वर्षदेखि गर्दै आइरहेको यो मन्दिरमा हाम्रो चाहिँ उपस्थिति पनि राम्रै उल्लेख्य भएको छ यो मन्दिर सानो अवस्थाबाट मन्दिर थियो मन्दिरलाई चाहिँ सानो थियो सानोबाट ठुलो बनाइयो त्यसपछि यो पनि बन्यो अहिले चाहिँ हाम्रो नाम त याद भएन नाम हजुर सरस्वती हजुर सरस्वतीजीले चाहिँ आफ्नो हिसाबले आफ्नो श्रीमानको आफ्नो बाजेको र अनि बजेको चाहिँ सम्झनामा स्मृतिमा चाहिँ बनाइदिन्छु भनेर बनाइदिनु भयो हजुर माथि हामीले चाहिँ आफ्नै खर्चमा पैसा उठाएर चाहिँ यो सफल बनायौँ अहिले त्यहाँ चाहिँ प्रसाद बनाउने काम भइरहेछ यता पूजाको काम भइरहेछ कर्मश यसलाई चाहिँ हामी अझ राम्रो बनाउने तयारीमा छौँ र यो हुन्छ पनि हजुर हामीले आँट गऱ्यौँ मन फुकायौँ भनेदेखि हजुर धन्यवाद ल सबैजनाको आगमन भइरहेको छ हाम्रो यहाँ कुल्यान मन्दिरमा हाम्रो यो हिजो सुरु गर्ने बेलामा सानो मन्दिरबाट सुरु गरेका थियौँ अहिले गर्दै हाम्रो यति राम्रो मन्दिर बनेको छ होमन कुण्ड पनि बनेको छ यो वर्ष यो बनाउने हाम्रो दिदीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु यसरी हाम्रो कुल्यान मन्दिर हामी यहाँ वर्षको एकपटक यसरी पूजा गर्छौँ हाम्रो पूजा भनेको खिर पकाएर पुवा बनाएर फलफुल बनाएर फलफुल वितरण गरेर हाम्रो पूजा हुन्छ हामी ऋषिलाई मान्छौँ र हाम्रो ल हाम्रो उहाँ गुरु हुनुहुन्छ हजुरहरू कहाँबाट आउनुभयो पोखरा कुन ठाउँबाट लेखनाथ अहिले त्यहीँ राख्नु अहिले धेरै भएको त मेलामा अहिले सबै कुरो त्यहीँ राख्नु हुन्छ ल हाम्रो पोखरामा हुने ढकालहरू सबैजना यहाँ आउनुहुन्छ र छुट्नु भएको कोही छ भने पनि आगामी वर्षमा सम्पर्क गर्नुहोला र आउनुहोला ढकालहरूको पूजा हामी यहाँ गर्छौँ ढकाल बन्धुहरूको सबैको फल होस् फुल होस् राम्रो होस्
आँटे ताकेको पुगोस्, छोरा बुहारी नाति नातिना नहुनेको पनि भोस् प्रभु। कुल्यानको मन्दिरमा यति प्रार्थना गरिसकेपछि नहुनेको पनि बालबच्चा होस्, राम्रो होस्, नाति नातिना सबै फलोस् फुलोस्, सबै दायाँ बायाँ पूर्व पश्चिमको सबैको राम्रो सुन्न पाइयोस्। आगुम पराउँ पनि यसरी कुल्यानको मन्दिरमा पूजा गर्न पाइयोस्, रोगथुन नहोस्। हे कुलदेवता रक्षा गर्दिनु, हामीले जाने नजानेको भुल गल्ती भयो भने माफ राखिदिनु परमेश्वर भगवान्, क्षमा राखिदिनु। सम्पूर्ण पोखरामा हुने पनि बाहिर विदेश हुने सबैलाई हाम्रो कुराले रक्षा गरून्। छोराछोरी नाति नातिना पलातीहरू सम्पूर्ण ढकाल बन्धुहरू सम्पूर्ण दायाँमा सम्पूर्ण रक्षा गरून् भगवान् कुलदेवताले रक्षा गरून्। ल तिमीले के खाइक्यौ? ए कसले दियो बाबुलाई? ए हाम्रा ढकालका सन्ततिहरू, यी सबै सन्ततिहरू हुन्। चिया खाएर आउने होला हामी पनि। ल जाम चिया खानु है। ल चप्पल लाएर जानु। ल चिया खानु जाऊँ है सबैजना, चिया खाएर आउँ अब। ल चिया यहीँ ल्याउनु भयो? ए सुगर नभएको चिनी ए ल चिया वहीँ गएर खान्छौँ हामी त। ल हामी आज पूजामा रमाइलोमा छौँ र हाम्रो यो वर्ष यसरी यति राम्रो यो सिँढीहरू पनि बनेको छ। चिया खाएर हामी त्यहीँ आउने हो। ए यसरी बाटो पनि बनाइएको छ। अहिले यति सजिलो छ मन्दिर आउनको लागि। पहिला असाध्यै अप्ठ्यारो थियो बाटो। हाम्रो ढकाल बन्धुहरूले यसरी बाटो पनि बनाउनु भएको छ, आउनलाई सजिलो छ। यति टाढाबाट आउन हाम्रो कुल्यानको मन्दिर थाहा नपाउनु भएको बन्धुहरू हुनुहुन्छ भने आउनु होला। अर्को वर्ष भेटौँला, पूजासँगै गरौँला। यो यस्तो बाटो छ। ल आज पूजामा हामी ल यहाँ यही तरकारी काट्ने कार्य भइरहेको रहेछ। तपाईँहरू कहाँ कहाँबाट आउनुभएको भन्नु त? नाम भन्नु न। हजुरको? ए सिर्जना ढकाल। ल यहाँ तरकारी काट्दै हुनुहुन्छ। नाम भन्नु ल। गुड मर्निङ। चिया बाँड्न लाग्नु भयो है। ल थ्याङ्क यू। नाम भनौँ न। नाम ल। रामबजार कुल पूजामा सबैजना उपस्थित भएका छौँ, खुसी लागेको छ। ल धन्यवाद। नमस्कार। आउँदै हुनुहुन्छ? ल ठिक छ। ल जानु तलै जाने कि चिया खाएर झर्दा नि हुन्छ के अरे? होइन बेला भयो होइन, चिया खाएर झर्नु। धुप बालेकै छैन त्यहाँ। सुरु नै भएन। ल कहाँबाट आउनुभयो हजुरहरू? छोरी पाटनबाट। नाम पनि भनिदिनु न एकपटक। गीता ढकाल। छोरी पाटनबाट यो लेखनाथ। नाम भन्नु त। ल अर्को वर्ष नि आउनु है। ल ल नमस्ते नानु बाबु। नाम भनौँ त। ए केशर बहादुर ढकाल। ल सबैलाई नमस्ते। ल हामी त यही लेक साइडै हो सबैजना होइन? ठिक छ। चिनेकै छैन?
ए ल ल ए यिनीहरूले मलाई त चिन्न पर्ने मैले यिनीहरूलाई पनि चिन्न पर्ने एकदम मेरो गोमा ढकालै छ